मङ्गल चौथी वैशाखको 22 गते सकिन्छ भने गणेशजीलाई लड्डुहरू अर्पण गर्न नबिर्सनुहोला। सम्पूर्णलाई स्वागत छ। कमेन्ट बक्समा जय श्री राम लेख्दै यो भिडियो आफ्ना इष्टमित्रहरूलाई सेयर गर्नुहोस्, जसको काम बनेको छैन, जसको काम रोकिएको छ, जसले व्रत लिन पाए हुन्थ्यो भन्ने सोचिरहेको छ। उहाँहरूको लागि यो मङ्गल चौथीको विशेष गणेशजीको व्रत हुन्छ। यो गणेशजीको व्रत गर्नाले चाहिँ हाम्रा सम्पूर्ण मनोकामनाहरू पूर्ण हुन्छन्, रोकिएका कामहरू बन्दै जान्छन् भनिएको छ। अरू केही गर्न नसके पनि यदि व्रत बस्नुहुन्न भने पनि हजुरहरूले गणेशजीलाई 21 वटा दुबो चाहिँ ओम गम गणपतये नमः भन्दै 21 वटा दुबो अर्पण गर्न चाहिँ नबिर्सनु होला है। अनि साथै गणेशजीको पूजा गरिरहँदा सँगै रिद्धि सिद्धिको पनि पूजा गर्नु होला। विशेष त म एउटा अझै ट्याक्कै भनिदिन्छु, पूजा पसलमा गएर श्रृङ्गारको सामान पाइन्छ। श्रृङ्गारको सामान लिएर आएर गणेशजीलाई पूजा गर्दाखेरि रिद्धि सिद्धिलाई पनि सँगै श्रृङ्गारको सामान अर्पण गर्न चाहिँ नबिर्सनु होला। यही नै छ गणेश चौथीको एकदमै विशेष तरिकाको व्रत हुन्छ। अहिलेलाई भने म हजुरहरूलाई गणेश चौथीको यो वैशाखको 22 गते परेको छ भनेर जानकारी गराएँ। यो सम्बन्धी पुरा जानकारी चाहिँ मैले शास्त्री सन्तोष युट्युबमा राखिने छु, गएर हेर्न सक्नुहुन्छ। जय श्री राम।